and namaste. This is Akash and please welcome to our another episode of Prakriti series. अनि आज चाहिँ हामी अलिकति भिडियो भन्दा पनि पडकास्टिङ गर्दैछौँ। यहाँ चाहिँ अलिकति हाम्रो इन्फर्मेसन कसरी सेयर गर्ने भन्ने अर्को डिफ्रेन्ट माध्यम युज गर्छौँ। सो आज चाहिँ हामीसँग मिस गौरी मलाकार हुनुहुन्छ। शी इज बिन वर्किङ रिसर्चिङ एन्ड I don't know, a lot of things around your sustainable tourism, and I've been in part of this industry for a long time. So alikati hamro चाहिँ यो sustainable tourism को evolution alikati कस्तो भइरहेछ नेपालमा त्यो कुराहरु चाहिँ अलिकति गरौँ भनेर चाहिँ I wanted to do this small podcast. So alikati हजुरको introduction बाट सुरु गरौँ न. Thank you, Akash. Thank you for inviting me for this podcast. Namaste to everyone. मेरो नाम चाहिँ गौरी मालाकार. I born and brought up in Kathmandu itself, right? From the Newar community. Ani mero family background ma there is no one on tourism industry, right? There was somehow I landed on the tourism sector. So I started my career in Dwarika's hotel, and where I learned ABC A from Dwarika's. And there I used to do for the talako ground living camera that is a starting point. And suddenly I got chance to work with the Tiger Tops, which is completely different from the city tourism. र मेरो लाइफमा मैले कहिले पनि म वाइल्ड लाइफ टुरिज्ममा एन्ड गर्छु अथवा म वाइल्ड लाइफ टुरिज्ममा काम गर्छु भनेर मेरो कुनै पनि पनि थिएन अथवा काठमाडौँ बाहिर गएर काम गर्ने भन्ने मेरो इन्टेन्सन पनि थिएन बट व्हेन आई जोइन टाइगर टप्स द्याट इज इन चितवन हैन अनि चितवनमा चाहिँ त्यस्तो टुरिज्म छ भन्ने कुरा पनि थाहा थिएन वाइल्ड लाइफ टुरिज्म हुन्छ भन्ने कुराहरु पनि थाहा थिएन सो इट्स अबाउट लाइक 25 इयर्स अगोको कुरा हो हैन सो इट्स आई एम बीन इन टुरिज्म इन्डस्ट्री अलरेडी लाइक 25 प्लस इयर्स सो द्वारिकामा हुँदाखेरि टुरिज्मको अलिकति नलेज हुँदै आई ह्याड अ लङ एक्सपिरियन्स विथ द वाइल्ड लाइफ टुरिज्म विथ टाइगर टप्स स्पेशली and that is where I learn about the ecotourism किनभने सबै चीजहरु लोकली रिसोर्स गरेको हुन्थ्यो हैन जंगल भित्रको उसमा को प्रपर्टी थियो र त्यसमा चाहिँ यु आर नट अलाउड टु युज बाहिरको मेटेरियल्सहरु अथवा फ्यान्सी सिमेन्टेडहरुको खालको हुँदैन त्यो सो अल लोकली रिसोर्सेस मेटेरियल्सहरुले गर्दाखेरि अनि वी युज टु वर्क इन द लालटेन हैन त्यो केरोसिन लालटेनको भरमा चाहिँ हामीले काम गर्थ्यौं गेस्टको रुममा पनि लालटेन बालेको हुन्थ्यो सो दोज आर अल काइन्ड अफ न्यू एक्सपिरियन्स हुँदाखेरि चाहिँ म कहाँ पुगेको जस्तो हुन्थ्यो हैन अनि बट द्याट्स हेल्प मी अ लट टु अन्डरस्ट्यान्ड अबाउट द टुरिज्म हस्पिटालिटी अनि त्यसपछि एज वेल एज अ कन्जर्भेसन्स पार्टहरु वाइल्ड लाइफ कन्जर्भेसनको कुराहरु होस् या इन्भाइरोन्मेन्टल कन्जर्भेसनको कुराहरु होस् हैन dealing with the guests. I was a guest relation officer, so I have to brief about the programs and guest like activities or arrange गर्ने देखि लिएर गर्दा अनि so त्यसो गर्दा गर्दै like I improved my English also that time हैन किनभने हामीले त बोल्ने बानी हुँदैन थियो नि त हैन अनि डिफरेन्ट काइन्ड अफ गेस्टहरु भेट्दाखेरि डिफरेन्ट सिमिलर लाइक वाइल्ड लाइफकै कुरा हुँदाखेरि पनि हामीले शेयर गर्ने कुराहरुलाई चाहिँ डिफरेन्टली हामीले एक्सपिरियन्स गर्थ्यौं नि अथवा शेयरिङ गर्थ्यौं नि त हैन सो दैट हेल्प्स मी अ लट अनि सिन्स लाइक इट्स अ टार्गेट अफ भेरी हाई एन्ड गेस्टहरु आउनुहुन्थ्यो त्यसले गर्दाखेरि गेस्टहरुसँग हामीले कन्जर्भेसन सपोर्टको लागि चाहिँ हामीले डोनेसनहरु माग्थ्यौं हैन अनि त्यो डोनेसन चाहिँ इन्टरनेशनल ट्रस्ट फर नेचर कन्जर्भेसन भनेर हामीले माग्थ्यौं र त्यो बेलामा चाहिँ त्यो डोनेसन मनी चाहिँ इन्फर्मर्सहरु पोचर इन्फर्मर्सहरुको लागि एज अ रिवार्डको रूपमा चाहिँ हामीले दिने गरेको थियो हैन अनि द्याट्स अल्सो मोटिभ मी हुन्छ नि कम्युनिटीमा पनि हामीले केही सपोर्ट गर्नुपर्छ कम्युनिटीले पनि केही गर्नुपर्छ भन्ने कुराहरु चाहिँ त्यो त्यहाँबाट पनि लर्न गर्दै आएको कुराहरु हो अनि टाइगर टप्समा हुँदै चितवनबाट म बर्दिया शिफ्ट भएँ बर्दिया मेरो लामो टाइमको एक्सपिरियन्स भयो झन्डै 8 वर्षको
र त्यो ड्युरिङ 8 वर्षकोमा चाहिँ चितवनमा जङ्गलभित्र नै हाम्रो प्रपर्टी थियो, जङ्गलभित्र काम गर्थ्यो, कम्युनिटीसँग एकदमै कम त्यो भेटघाट हुन्थ्यो होइन। तर बर्दियामा चाहिँ ठ्याक्कै लज बाहिर हाम्रो के भन्छ नेसनल पार्क बाहिर चाहिँ हाम्रो लज भएको हुनाले गर्दा थारू कम्युनिटी वरिपरि हुन्थ्यो। हामीले गेस्टहरूलाई भिलेज टुर्सहरू भनेर लिएर जान्थ्यौँ, स्कुल थियो नजिकै होइन, सो गेस्टहरूलाई पनि स्कुल लिएर जान्थ्यौँ कसरी हाम्रो पढाइ हुन्छ भनेर। अनि त्यो गर्दा गर्दै त्यहाँ बर्दियाको जगदम्बा मावि स्कुलमा चाहिँ फर्स्ट टाइम नेपालकै फर्स्ट टाइम चाहिँ इको क्लब गठन भएको होइन। अनि त्यो इको क्लब गठन हुँदाखेरि चाहिँ हामीले नै विद्यार्थीहरूसँग गएर कन्जर्भेसनको लागि सपोर्ट गर्ने, कुरा गर्ने, टक गर्ने होइन। अनि यो चाहिँ ब्याक इन कुन चाहिँ इयर हो? 52-53 त्यो बेलाको कुराहरू। अनि म पनि बिस्तारै बिस्तारै गेस्टहरूसँगै जाने, बच्चाहरूसँग पनि गफ गर्ने होइन। सो वाट इज इन्भाइरोमेन्ट भन्ने कुराहरूमा टक स्टुडेन्ट्सहरूसँग कुरा गर्ने, टिचर्सहरूसँग कुरा गर्ने। अनि मेनवाल त्यस्तै गरेर थारू कम्युनिटीको वुमेनहरूसँग पनि होइन उनीहरूसँग पनि बस्यो, वातावरण सरसफाइको कुराहरू, गाउँघर सरसफाइ गर्ने कुराहरूलाई होइन। त्यसो गर्दा गर्दै ममा आफैमा चाहिँ कम्युनिटी कन्जर्भेसनको सेक्टरमा मलाई एकदमै भेरी रुचि लाग्न थाल्यो होइन। सो साइमल्टेनियसली म यतापट्टि गेस्टको मुभमेन्ट्स, गेस्ट म्यानेजमेन्टको प्रोग्रामहरू पनि गर्दै बर्दियामा एज म म्यानेजर भएर काम गरेँ। अनि त्यो बेलामा दुईटैलाई म्यानेज गर्दै कम्युनिटी र यतापट्टि गेस्टको प्रोग्रामहरूसँग गर्दा गर्दै आई हेभ मोर इन्ट्रेस्ट अन दि लाइक अब चाहिँ कन्जर्भेसनमा काम गर्नुपर्छ भन्ने हिसाबले भयो होइन। सो तर कन्जर्भेसनसँग काम गर्नुपर्छ भन्दा पनि टुरिज्म त मेरो ब्लडमै आएको जस्तो भयो त्यति लङ टाइमले गर्दाखेरि। सो अहिले आएर चाहिँ अब हामी अब सस्टेनेबल टुरिज्मको कुराहरू गर्छौँ, कति धेरै कुराहरू गर्छौँ। इको टुरिज्म त पहिलादेखि नै चलिआएको कुरा हो होइन। अनि अब अहिले रिजेनरेटिभ टुरिज्मका कुराहरू आइरहेछ, माइन्डफुल टुरिज्मका कुराहरू आइरहेको छ होइन। सो यसलाई नै हेर्दै जाँदाखेरि हाम्रो इन्डस्ट्रीमा, नेपालको इन्डस्ट्रीमा कोले चाहिँ सस्टेनेबल टुरिज्म प्र्याक्टिसेसहरू गरिरहनु भएको छ त होइन। मैले सिक्न त पहिलादेखि नै सिकेँ, तर त्यो बेलामा सस्टेनेबल टुरिज्म भन्ने वर्ड थिएन। इको टुरिज्ममा हामी बेस भएर काम गर्थ्यौँ, सर्टिफिकेसनका कुराकानीहरू हुँदैन थिए। अब अहिले चाहिँ ग्लोबलाइजले गर्दाखेरि सर्टिफिकेट लिने भन्ने कुराहरू आएको छ। तर पनि नेपालको परिवेशमा हेर्दाखेरि चाहिँ नेपाल अलरेडी इन सस्टेनेबल टुरिज्म प्र्याक्टिसेसमा छ जस्तो लाग्छ। बिसाइड सम अफ द अर्गनाइजेसन जसले चाहिँ अहिले चाहिँ धेरै वेस्टर्न प्रडक्ट्सहरूलाई युज गरेर अथवा केमिकल्स युज गर्ने प्रडक्ट्सहरू युज गर्ने गरे तापनि, तर हामी अझै गाउँघरतिर गयौँ, ट्रेकिङ रुट्सहरूको होटेल लजेसमा हेऱ्यो भने त दे आर डुइङ देयर वन्डरफुल जब होइन। हामीले उनीहरूले सस्टेनेबल टुरिज्म प्र्याक्टिसेस गरेको छ भन्नै पर्दैन, दे अलरेडी अथवा हामीले सिकाउनु पनि पर्दैन जस्तो लाग्छ कहिलेकाहीँ। तर पनि अहिले मैले गरिरहेको काम चाहिँ क्लाइमेट चेन्ज एडेप्टेसनमा सक्सेस टुरिज्म सस्टेनेबल टुरिज्म प्र्याक्टिसेसमा चाहिँ कोले गरिरहेको छ भनेर एउटा सक्सेस म्यापिङ सर्वे गरिरहेको छु होइन। अनि सो त्यही क्रममा चाहिँ Wow, that's a very long and interesting journey that we have been doing. So त्यही त हजुरले भन्नुभयो हजुरको more than 25 yearsको जर्नी भइसकेको छ टुरिज्ममा। सो what are the एकदमै देखिएको चेन्जेसहरू 25 years ब्याक इन टर्म्स अफ होटेलको एउटा पर्सपेक्टिभ होला, अर्को चाहिँ कन्ज्युमरहरूको ऊ होला होइन। सो त्यसमा चाहिँ दुईवटा पाटोमा चाहिँ हजुरले एकदमै डिफ्रेन्स फिल गर्नु भएको छ, के त्यस्तो कुराहरू छ? अब पहिला हेर्दाखेरि चाहिँ नेपालमा होटेल इन्डस्ट्रिजहरू नै कमी थियो नि होइन। रेस्टुरेन्ट कल्चर्सहरूको खासै डेभलप भइसकेको थिएन। मान्छेहरू होटेल जाने अथवा लजेसहरूमा जाने, घुम्न जाने भन्ने कल्चर्सहरू थिएन, कम थियो। बाहिरबाट फरेनर्सहरूले मात्रै हो यो कुरा होइन, फरेनरहरूले मात्रै इन्जोय गर्छ, दे आर द ओन्ली वान हु क्यान स्पेन्ड मनी भन्ने खालको थियो। अब तर अहिले लास्ट 12-15 years भनौँ अथवा अलमोस्ट लाइक 20 yearsकै कुरा गरौँ, 20 years पनि नभनौँ, 10-15 yearsको
पिरियडमा हेर्दाखेरि चाहिँ होइन डोमेस्टिक टुरिस्ट पनि हुन्छ हैन अथवा नेपालीले नेपाल नै घुम्नुपर्छ भनेर त्यो कल्चर डेभलप भएको ट्राभल गर्ने बानी भएको छ सो त्यसले गर्दाखेरि धेरै लजेसहरू अथवा होटल्सहरू बढिरहेको छ हैन एभ्रिवेयर काठमाडौँमा पनि हेऱ्यो भने देयर बुमिङ चितवनमा पनि बर्दियामा पनि पोखरामा पनि एभ्रिवेयर देयर इज द कन्सेप्ट अफ रिजोर्ट लजेसहरू बनाउने परिपाटी बढिरहेको छ सो त्यो सँगसँगै हामी नेपालीहरूमा आफैमा पनि हामी पनि घुम्न जानुपर्छ नि लाइक वी निड त्यो हलिडे भन्ने खालको डेभलप भएको हुनाले गर्दाखेरि वी क्यान सी फ्यामिली टुर होस् या साथीभाइहरूसँग घुम्न जाने या कहिलेकाहीँ कपलहरू नै आफू नै पनि घुम्न जाने कल्चर्सहरू डेभलप भइरहेको छ होइन विच इज रियली गुड आफूले आफूलाई हेर्नुपर्छ भन्ने कुरा छ मान्छेहरू विदेश जानु पर्दैन होइन आफ्नै देशकोमा पनि गएर घुम्नुपर्छ भन्ने कुराहरू डेभलप भइरहेछ र स्पेसली झन् आफ्टर कोभिड जस्तो लाग्छ मलाई यो कल्चरलाई चाहिँ अझ माथि लिएर गएको हैन आफूले आफूलाई हेर्नुपर्छ हैन भित्रै पनि भयो धेरै पहिला भित्र बस्दा बस्दा चाहिँ हेल्थलाई पनि आफूले प्रायोरिटाइज गर्नुपर्छ भनेर हाइकिङ कल्चरहरू डेभलप भएकोदेखि लिएर धेरै मान्छेहरू ट्रेकिङ जान थालेको होइन अनि दसैँ तिहार त लगभग प्राय ट्रेकिङ रुट्सहरूको त खाली नै हुँदैन त्यस्तो देखिन्छ नि त त्यो सँगसँगै हरेक सेक्टरमा नट ओन्ली त्यो ट्रेकिङको पार्टमा मात्र होइन जङ्गल एक्टिभिटिजको कुरा होस् या सर्टेन अर्बन पोखराहरू घुम्न जानेदेखि लिएर पोखराभन्दा बाहिर झापा इलामको होइन सुयन्तुदेखि लिएर धेरै ठाउँमा खोजी जानेहरू चाहिँ प्रकृतिहरू बढिरहेको छ सो त्यो हिसाबले हेर्दाखेरि त टुरिज्म इज बुमिङ अ लट इन द डोमेस्टिक टुरिज्मले मात्र पनि गरिरहेछ होइन अनि सो बट वी हेभ टु त्यसलाई चाहिँ कसरी म्यानेज गर्ने भन्ने कुरालाई चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ कि अहिले टुरिज्म सेक्टर्सको जति पनि ओनर्सहरू हुनुहुन्छ अब हजुरले भने जस्तै पहिला अब टुरिस्टहरू पनि कम थियो त्यो भएर अलिकति क्वालिटी मा पनि बढी फोकस्ड हुन्थ्यो होला महँगै भए पनि त्यस्तै क्लाइन्टहरू आउँछ होला अब अहिले चाहिँ देयर इज लाइक मोर टुरिस्ट तर सर्भिस प्रोभाइडरहरू चाहिँ ल्याकिङ पनि भइरहेको हो कि अब यो चाहिँ हजुरले कसरी हेर्नुहुन्छ इज इट अब डेभलपमेन्ट भइरहेछ स्पेन्डिङ क्यापेसिटी पनि बढिरहेछ मान्छेहरूको होइन त एजुकेसन पनि बढिरहेछ तर त्यो सँगसँगै मान्छेहरूको त्यो चेतना भन्ने कि नैतिक कुराहरू पनि जहाँ गयो नि फोहोरहरू धेरै बढिरहेछन् सबै कुरा सो त्यो चाहिँ हाउ डु यु रिलेट डु यु थिङ्क यो गभर्मेन्ट पोलिसीले गर्दा कमजोर भइरहेको कि जस्ट ऱ्यान्डम होटेलहरू बनेर जे गर्न मन लाग्छ गर भनेर त्यस्तो भइरहेको कि के कारणले चाहिँ अलिकति त्यस्तो प्रब्लमहरू देखिरहेको जस्तो लाग्छ हजुरलाई अहिले एउटा त यो फरमोस्ट इज द सेल्फ कन्सियस नै हुनुपर्छ जस्तो लाग्छ यो कुरामा होइन सो हामी कतै घुम्न जाँदैछुको मतलब हामी त्यो ठाउँमा गएर फोहोर बनाउने होइन नि त सो त्यो त गभर्मेन्ट पोलिसी भन्दा पनि एउटा नैतिक शिक्षाको आधारमा अथवा आफ्नै नै सेल्फ प्रायोरिटाइज गरेर आई एम नट आई सुडन्ट डु दिस भन्ने खालको होइन कन्सेप्ट लिएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ किनभने एज यु मेन्सन एजुकेसन त छ नि त होइन स्कुलमा पनि फोहोर गर्नु हुँदैन भनेर त सिकाएकै हुन्छ नि त अब त्यसलाई प्र्याक्टिस गर्नलाई के कुराले रोक्छ त भन्ने कुराले गर्दाखेरि जति पनि ट्राभल्सहरू हुनुहुन्छ उहाँहरूले आफैले नै बुझ्नु पऱ्यो कि कस्तो ठाउँमा फोहोर फाल्ने कस्तो ठाउँमा फोहोर नफाल्ने फोहोर फाल्दा के हुन्छ होइन हामीले अब सस्टेनेबल टुरिज्मको कुरा गरिराख्दाखेरि हाम्रो 3टा पिलर्सहरू जुन मा इन्भाइरोमेन्टल सोसल र कल्चरको कुराहरू गर्छौँ होइन सो त्यो 3टै कुरामा कसरी फोहोरले चाहिँ ह्याम्पर गर्छ भन्ने कुरा त हामीले आफै बुझ्नुपर्ने कुरा हो नि त होइन अनि जहाँ फाले पनि हुन्छ म एकजनाले फालेर के हुन्छ त भन्ने जुन कन्सेप्ट छ त्यसलाई चाहिँ हटाउनुपर्छ होइन सो इट्स नट द्याट लजहरू होटेलहरू बढेर त्यो भएको होइन फोहोर भएको होइन होइन अब गभर्मेन्ट पोलिसी कुरा गऱ्यो भने त पोलिसीमा भित्र गरेपछि त निकुञ्ज भनौँ न पार्कभित्र छिर्ने बेलामा फोहोर नफाल भनेरै पठाएको हुन्छ नि त होइन अनि आजकल सबै म्युनिसिपालिटिजहरूदेखि लिएर सबैमा पनि त्यो वेस्ट म्यानेजमेन्ट
हुनुपर्छ भनेर एउटा कन्सियस छ डस्टबिनहरू राख्दैकै हुन्छ अब डस्टबिन राखेको देख्दा देख्दै पनि डस्टबिन बाहिर फ्याल्छ भने त्यो मान्छेलाई के भन्ने हामीले हैन सो इट्स अ पर्सन बिहेभियर हो हैन बिहेभियर चेन्जेसमा आफ्नो बिहेभियरमा चेन्ज ल्याउनु पर्यो इट्स नट लाइक हामीले गभर्मेन्टलाई दोष दिएर मात्र हुँदैन हजुर हजुर हैन सबै कुरा गभर्मेन्टले मोनिटाइज गर्दैन नि त मोनिटरिङ गर्दैन नि त सो त्यो मोनिटरिङ नगर्ने बेलामा चाहिँ मान्छेले आफैले नै गर्यो भने आफ्नो ठाउँ सफा हुने हो नि त सो आई थिङ्क इट्स अ पर्सनल बिहेभियर चेन्जेस हो वेस्ट म्यानेजमेन्टको कुरामा हैन अनि सो इट्स नट द्याट रेस्टुरेन्ट बढ्दैमा अथवा त्यो हुँदैमा होइन तर रेस्टुरेन्ट होटेलहरूले पनि आफ्नो हिसाबले आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ फुलफिल गर्नुपर्छ उनीहरूले कसरी म्यानेज गर्ने वेस्टलाई होइन धेरै ठाउँमा कहिलेकाहीँ घुम्न गइरहेको बेलामा हामीले वेस्ट म्यानेज गरिरहेछौँ भन्नुहुन्छ सबै कलेक्ट पनि गरे हुन्छ तर फेरि राति भएपछि चाहिँ लगेर खोलाको किनारमा फ्यालिदिने होइन अनि अथवा त्यो जहाँनिर भिड हुन्छ त्यो भिडहरूमा लगेर फ्यालिदिने कि त सबै चिज एकै ठाउँमा राखेर जलाइदिने त्यो प्र्याक्टिसेसहरू पनि छ होइन सो त्यो कुरालाई चाहिँ हामीले एक्सट्रिम रूपमा चाहिँ किन जलाउनु हुँदैन त होइन अथवा त्यो फोहोर सेपरेट गरेर हामीले त्यसलाई रिसाइकल गर्न सक्छौँ होइन रियुज गर्न सक्छौँ अथवा त्यसलाई चाहिँ अझै के भन्छ रिडक्सन गर्न सक्छौँ के कुरालाई युज नचाहिने कुरालाई चाहिँ धेरै नकिनौँ भन्ने खालकोबाट हुने जति पनि वेस्ट म्यानेजमेन्टका कामहरू छन् त्यसलाई चाहिँ हामीले गर्नुपर्छ सो इट्स इच एन्ड एभ्री पर्सन अर्गनाइजेसन ह्याज टु डु बाई देमसेल्फ के गभर्मेन्टको मात्र आँखा ताकेर चाहिँ सफा हुँदैन जस्तो लाग्छ त्यो कुरा हुन्छ आई थिङ्क हामीले अब पहिला पनि कुरा गर्दा म चाहिँ अलिकति आई वान्टेड टु सिफ्ट अलिकति कम्युनिटी बेस्डमा अब हजुरले टुरिज्मबाट नै सुरु गर्नुभयो हजुरको जर्नी होइन तर अहिले आएर चाहिँ मोर कम्युनिटी बेस्ड चाहिँ हजुरले काम गरिरहनु भएको छ यो डुइङ या हजुरले भर्खर मास्टर्स पनि सकाउनु भयो होइन सो अलिकति यो हजुरको जर्नी टुरिज्मबाट यो कम्युनिटीमा चाहिँ कसरी भयो अलिकति म एज आई मेन्सन अर्कीको कुरामा चाहिँ टुरिज्ममा चाहिँ मेरो अलमोस्ट लाइक 25 इयर्स स्पेन्ड भइसकेको छ तर जस्ट बिफोर कोभिड मैले चाहिँ एउटै काम गर्दा गर्दा मोनोटोनस भयो भनेर चाहिँ आई रिजाइन्ड फ्रम द जङ्गल एक्टिभिटिज होइन अनि आई केम ब्याक काठमाडौँमा र काठमाडौँ आइसकेपछि त्यो काठमाडौँको होल्लाले चाहिँ मलाई आई कुडन्ट डाइजेस्ट सो त्यो भइसकेपछि चाहिँ अब के गर्ने भनेर सोचिराख्दाखेरि चाहिँ नेपाली ट्राभलर्स भन्ने अर्गनाइजेसनबाट चाहिँ सोलो वुमेन ट्राभल्स कम्पिटिसन अनाउन्स भएको थियो अनि आई सडनली त्यो मैले फेसबुकमा एड देखिसकेपछि आई थिङ्क आल डु इट भन्ने खालको भयो होइन अनि त्यसपछि चाहिँ मैले रजिस्टर पठाएँ अनि उनीहरूले चाहिँ कहाँ जाने कुन ठाउँमा जाने भनेर हामीले आइटिनरी गर्नुपर्थ्यो अनि मलाई बच्चादेखि नै सुनेको होइन हिमाल पारीको देश भनेर मनाङ मुस्ताङ अनि मैले म त्यसलाई नै रोज्छु भनेर मैले मनाङ मुस्ताङको आइटिनरी लेखेर पठाएँ अनि त्यसपछि देवर सेभरल राउन्ड्स फर द सेलेक्सन अनि मैले पास गरेँ अनि त्यो बेलामा हामी आई थिङ्क 13जना कि 14जना वुमेनहरूले चाहिँ वी गट सेलेक्टेड होइन अनि मैले त्यो बेलामा चाहिँ बेसी सहरदेखि मनाङ मुस्ताङ अप्पर मुस्ताङ गरेर 26 डेजको चाहिँ सोलो ट्राभल्स गरेँ होइन बाई माइसेल्फ अनि म अरू ठाउँमा पनि गएको छु घुमेको छु तर ट्रेकिङकै कुरा गर्दाखेरि चाहिँ द्याट इज माई फर्स्ट टाइम अनि त्यो पनि एक्लै होइन अनि मेरो लागि त्यो बेलाको च्यालेन्जेस भनेको चाहिँ हाई एल्टिच्युड किनभने हाई एल्टिच्युडमा चाहिँ हाई लाग्छ भन्ने एउटा त्यो थियो नि होइन मलाई हाई लागिहाल्यो भने चाहिँ म के गर्ने होला भन्ने खालको एउटा डर अनि त्यो बेलामा चाहिँ अनि म चाहिँ अझै अहिलेभन्दा पनि त्यो बेला अझै मोटै थिएँ अनि मैले चाहिँ त्यो ओभरकम गर्न सक्छु कि सक्दिनँ त्यो कुरालाई भन्ने थियो तर बेसी सहरदेखि हिँड्दै जाँदाखेरि चाहिँ जति हिँड्यो त्यति नै सहज हुँदै गएको आफूले आफूलाई पनि फिल गरेँ होइन अनि त्यो फियर पनि हट्दै गयो अनि प्लस हामी सोलो ट्राभल्स जानुभन्दा अगाडि चाहिँ हामीलाई सर्टेन क्लासेसहरू दिएको थियो त्यसमा चाहिँ फर्स्ट एडको सेसनमा चाहिँ हाई एल्टिच्युड भनेको के हो हाई एल्टिच्युड लाग्यो भने के गर्ने कसो गर्ने भनेर
एउटा सेसन दिएको हुनाले गर्दाखेरि आई नो अब होइन लागिहाल्यो भने चाहिँ के गर्न सकिन्छ भनेर अनि अक्लिमेटाइजेसन गर्दै जानुपर्छ भन्ने कुरामा चाहिँ मैले बेसी सहरबाटै सुरु गरेको हुनाले गर्दाखेरि होला मलाई त्यस्तो केही पनि भएन इभन टाउकोधरि पनि दुखेन सो त्यसले गर्दाखेरि चाहिँ मलाई अझै पनि मोटिभेट गर्यो अनि फर्स्ट तिलिचो लेक पुगेँ होइन अनि त्यहाँबाट फर्केर थोरङला पास हुँदै गर्दाखेरि चाहिँ मैले के फिल गरेँ भने मैले त नेपाल देखेकै रहेनछ होइन जङ्गल र त्यो तलको तराई बेल्ट मात्र मैले बसिरहेको रहेछु यति टाइमसम्म होइन नेपाल इज मच मोर टु सी मच मोर टु लर्न दे आर डाइभर्स कम्युनिटी छ भनेर त्यो फिल भइसकेपछि चाहिँ बाटोमा भेट्दै जाँदाखेरिको मान्छेहरू अनि मनाङतिरको कम्युनिटीहरू मुस्ताङ जाँदाखेरिको कम्युनिटीहरू होइन अनि अन द वे चाहिँ म स्याङ्जा हुँदै पाल्पा हुँदै फर्केको थिएँ कि सो इट्स नट लाइक ओन्ली मनाङ मुस्ताङ म गएर स्याङ्जा अनि पाल्पा गुल्मी रिडीहरू तिनीहरू गर्दाखेरिको त्यतातिरको पनि कम्युनिटीहरूसँग इन्टरेक्टहरू गर्दै गर्दाखेरि त आई सो मेनी थिङ्स इन 26 डेजमा होइन अनि त्यसपछि मलाई चाहिँ होइन अब चाहिँ मैले अझै बेसी चाहिँ नेपाल घुम्नुपर्छ भन्ने भयो अनि त्यो बेलामा ठ्याक्कै म फर्केर आइसकेपछि त्यो ठ्याक्कै तिहार दसैँ सकाएर म गएको थिएँ कि त्यो सोलो ट्राभल्समा अनि तिहार चाहिँ मेरो तिहार हुँदाखेरि चाहिँ म मुक्तिनाथमा साइडतिर थिएँ मनाङ मुक्तिनाथको साइडमा होइन अनि ठ्याक्कै त्यो फर्केर आउने बित्तिकै डोल्पामा चाहिँ स्नोयाक फाउन्डेसनले चाहिँ भलन्टियर टिचर्स चाहियो भनेर गरेको अर्को एड देखेँ मैले होइन अनि आई थट हुन त टुरिज्ममा त्यत्रो वर्ष बसिसके हो तर पनि आई अप्लाई फर द्याट भलन्टियर टिचर्समा भनेर आई अप्लाइड होइन सो मोर देन द भलन्टियर टिचर्सको आफ्नो रोल रेस्पोन्सिबिलिटी त छँदैछ आई एम डिजायर टु सी डोल्पा होइन मलाई त्यो डोल्पा हेर्ने रहरले गर्दाखेरि पनि मैले त्यो पोस्टमा जोइन गरेँ अनि दे सेलेक्ट मी अनि म लोर डोल्पामा 9 months बसेँ सो ड्युरिङ द्याट 9 monthsको पिरियडमा थ्रु दि WWF नेपाल र सेफ अक्सन राष्ट्रिय निकुञ्जको तर्फबाट चाहिँ कन्जर्भेसन एजुकेसन प्रोग्राम चलाउनुपर्छ भनेर आएको एउटा प्रपोजललाई स्नोयाक फाउन्डेसनले मलाई जिम्मा दिनुभयो किनभने माई ब्याकग्राउन्ड इज फ्रम द कन्जर्भेसन भनेर होइन अनि द्याट ह्याज चेन्ज मी अ लट अगेन होइन मेरो होल मैले त्यहाँको 16वटा स्कुलहरूमा भिजिट गरिसकेपछि डोल्पामा बस्दै गर्दाखेरि डोल्पामा भएको इन्फ्रास्ट्रक्चर्स अनि एजुकेसनको इस्युजहरू बिरामीहरूलाई अप्पर डोल्पाबाट एउटा मान्छे बिरामी भएर ल्याउनु पऱ्यो भने पनि सेभरल डेज लाग्ने दुनैसम्म ल्याउनलाई अनि दुनैमा पनि अहिले त धेरै राम्रो फेसिलिटिजहरू हुन थालिसकेको छ त्यो हस्पिटलमा तर ब्याक देन 6-7 वर्ष अगाडि पनि अझै राम्रोसँग फेसिलिटिजहरू थिएन होइन सो त्यो सबै देख्दाखेरि चाहिँ इफ आई वान्ट टु डु समथिङ फ्रम माई कन्ट्री होइन त्यो कम्युनिटी वर्कहरू जान्छु सोसल वर्कहरूतिर म गर्छु भन्यो भने चाहिँ आई निड टु लर्न मोर भनेर सोचेर म त्यो भलन्टियर्स अफ 9 monthsको सकिसकेपछि काठमाडौँ फर्केपछि अनि आई जोइन दिस कम्युनिटी डेभलपमेन्ट र सस्टेनेबल डेभलपमेन्टको मास्टर्स कोर्स काठमाडौँ युनिभर्सिटी र त्यो सँगसँगै फ्युचर जेनेरेसन युनिभर्सिटी फ्रम युएसएको बाट चाहिँ मैले मास्टर्सलाई कम्प्लिट गरेँ ब्याक टु ब्याक डबल मास्टर्सको लाई सकाएँ होइन सो अब त्यसले गरेर चाहिँ के भयो भने आई एम डुइङ दि कम्युनिटी डेभलपमेन्टको पर्सपेक्टिभबाट कम्युनिटी वर्कहरू र सँगसँगै मेरो ब्याकग्राउन्ड टुरिज्मलाई दुइटालाई मर्ज गरेर कम्युनिटी र टुरिज्मलाई कसरी अगाडि लान सक्छ भन्ने कुरामा चाहिँ म हेर्दैछु ओके मलाई कस्तो इन्ट्रेस्टिङ लाग्यो किनकि आइ एम अल्सो इन बिट्विन यो प्र्याक्टिसिङ र एकाडेमिकमा सो हजुरलाई यो अब हजुर त एज अ प्र्याक्टिसनर भएर यत्रो काम गर्नुभयो अब एकाडेमिक पनि लिएर आइरहनु भएको छ सो हाउ डु यु सी दिस टु कमिङ टुगेदर इन हजुरको जर्नीमा चाहिँ कुन चाहिँ रमाइलो छ यसको भूमिका डु यु थिङ्क वी निड बोथ अफ देम अर यु जस्ट निड टु बी अ प्र्याक्टिसनर कसरी हेर्नुहुन्छ यो दुईवटा वी निड बोथ अफ देम किनभने नेपालमा धेरैजना हुनुहुन्छ गरिरहनु भएको छ होइन कामहरू गरिरहनु भएको छ आफ्नो सेक्टरबाट आफैले काम पनि गरिरहनु भएको छ तर
हाम्रो रुरल कम्युनिटिजमा गयो भने त कतिवटा कुराहरू अवेरमा हुनुहुन्छ नि त उहाँहरूले होटेल त चलाइरहनु भएको छ त्यो होटेल किन चलाइरहनु भएको छ भने उहाँहरूको जीविकोपार्जनको लागि गरिरहनु भएको छ होइन तर सिमिलरली त्यो कुरालाई अलिकति हामी एकाडेमिक वेमा भन्दा पनि नलेजेबल रूपमा हामी सस्टेनेबल टुरिज्म प्र्याक्टिसेसकै कुरा गरौँ न त इन्भाइरोमेन्टमा को कुरा गर्दाखेरि चाहिँ हामीले इन्भाइरोमेन्टलाई किन कन्जर्भ गर्ने किन बचाउने त वातावरण जोगाउनु किन जरुरी छ वातावरण जोगाउनलाई हामीले के गर्नुपर्छ सो एज अ टुरिज्म अपरेटर भएको नाताले गर्दाखेरि हाम्रो के रोल हुन्छ त वातावरण जोगाउनलाई भनेर हामीले त्यो कुरा सिकाउन सक्यौँ भने त अहिले भइरहेको विश्वको क्लाइमेट चेन्जको कुराहरू छ होइन जुन धेरै कुरा निस्किरहेको छ नि त हामी सबैले हेर्दाखेरि पनि रुरलमा बस्ने मान्छेहरूलाई नै अझ बेसी इफेक्ट परिरहेको छ किनभने होइन एज यु आर फ्रम द एग्रिकल्चर ब्याकग्राउन्ड होइन आफूले तपाईँले पनि भनिरहनु भएको थियो कि हाम्रो सिजन नै सिफ्टिङ भइरहेको छ भन्ने कुरामा सिडिङका कुराहरू अथवा हार्भेस्टिङका कुराहरू सो त्यो कुरा त डाइरेक्टली इफेक्ट त हाम्रो रुरल कम्युनिटिजहरूको नट ओन्ली रुरल कम्युनिटिज ओभरअल कम्युनिटिजलाई परिरहेको छ नि त सो त्यो इन्भाइरोमेन्ट कन्जर्भेसनको कुराहरूलाई हामीले उहाँहरूलाई सिकाउन सक्यो भने त त्यो कम्युनिटीले पनि अवेर हुन्छ उनीहरूले पनि गर्न सक्छन् अनि सेम टाइममा उहाँहरूले जुन टुरिज्मबाट इन्कम जेनेरेटिङ गरिरहेको कुरालाई चाहिँ मर्ज गरेर अगाडि बढ्न सक्नुहुन्छ नि त अनि सिमिलरली सोसाइटीको कुरा गर्दाखेरि सोसल अवेरको कुराहरू गर्दाखेरि पनि सबैले थाहा हुन्छ नि त इट्स नो निड टु बी लाइक टुरिज्म अपरेटर मात्र होइन सोसाइटीमा बसेका अरू कम्युनिटीको अरू पोजिसनमा बसेर काम गरिरहनु भएकोहरूलाई पनि जानकारी हुन्छ होइन अवेर हुन्छ अनि हाम्रो कल्चरली हामीले प्रिजर्भ गर्ने कुराहरूदेखि लिएर अब रैथाने बालीहरूकै कुरा गरौँ न रैथाने बालीहरूलाई हामीले किन प्रिजर्भ गर्ने त हामी किन वी आर गोइङ ब्याक टु हुन्छ नि हामीले आजकल के भन्छ कोदो खान थालेको छौँ नि त होइन ढेँडो खान सुरु गरेको छौँ होइन जबकि एक टाइममा चाहिँ कोदो खाने मान्छे त्यो गरिबले मात्र खान्छ भन्ने चिजलाई चाहिँ इट्स रिभाइभिङ होइन अब त अहिले त्यो रेस्टुरेन्टमा गएर त्यो अझ हाई भ्यालुमा बिक्री हुने भएको छ होइन सो त्यस्तो कुराहरूमा चाहिँ किन पहिलाकै कुराहरू चाहिँ किन राम्रो थियो त भन्ने कुरालाई अझै पनि हामीले राम्रोसँग उहाँलाई बताउन सक्यौँ भने त इट विल बी द्याट मर्चिङ होइन ले एकदमै राम्रो काम गर्छ नि त सो त्यसमा एकाडेमिक पनि हुनुपर्छ प्र्याक्टिस पनि हुनुपर्छ किनभने प्र्याक्टिस मात्र गरेर त्यो हामीसँग डकुमेन्टेसनहरू छैन क्या नेपालमा धेरै कुरामा सो एकाडेमिकली डकुमेन्टेसनहरू गर्नलाई मद्दत गर्छ भने प्र्याक्टिसले चाहिँ हामीलाई भइरहेको कुरालाई चाहिँ मर्ज गर्दै काम गर्न सजिलो पर्छ होइन कतिवटा कुरामा चाहिँ पहिला गरेको कुरालाई अलिकति नमिलेको होला अहिलेको नयाँ मोडर्नाइज गर्दाखेरि त्यसले अझ बेसी बेनिफिट दिन सक्छ होला भन्ने कुरालाई हेर्नलाई चाहिँ आई थिङ्क वी निड बोथ अफ देम आई थिङ्क त्यही त आई थिङ्क अब यो अहिले एकदम यो ग्रिन वासिङको कुराहरू पनि धेरै छ अनि मतलब ग्रिन वासिङ भन्दा पनि पहिला चाहिँ व्हाइट वासिङ धेरै छ जस्तो लाग्छ होइन अब हामी पनि वी ग्रो अप विथ द्याट एन्ड एभ्रिथिङ अनि कति कुरा चाहिँ लर्न भन्दा पनि अनलर्न गर्नुपर्ने छ अनि म पनि अब अलिकति एकाडेमिक पार्ट हेर्न खोजिरहेको भएर चाहिँ कसरी इन्फर्मेसनहरूलाई पनि यो हाम्रो जुन लोकल कन्टेक्स्टमा छ त्यसमा कसरी लिएर आउने त भन्ने पनि इम्पोर्टेन्ट छ जस्तो लाग्छ किनकि त्यो एकाडेमिकले चाहिँ कति बेला चाहिँ इट्स भेरी त्यो वाइट वे अफ थिङ्किङ छ नि त दिस इज हाउ यु सुड डु इट दिस इज वाट इट सुड बी भने जस्तो अनि कहिले कहिले त्यसरी पनि चल्दैन होइन सो रिजन टु रिजन होइन हजुरको ठाउँ अनुसार कम्युनिटी अनुसार त्यो अनुसार चाहिँ डेभलपमेन्टको कुरा टुरिज्म पनि त्यस्तो भयो भने चाहिँ हजुरले पनि सेयर गरिरहनु भएको थियो त्यो बटम अप्रोच होइन सो आई थिङ्क त्यहाँ चाहिँ हाउ डु वी एज ए एकाडेमिसियनहरूले चाहिँ प्ले गर्ने रोल होइन नभए भने चाहिँ तपाईँले भने जस्तै हाम्रो सबै एकाडेमिक चाहिँ मोर वाइट ड्रिभन छ होइन सो त्यो चाहिँ अलिकति पनि इम्पोर्टेन्ट छ एकदमै किनभने एज वी अल नो होइन नेपाल त फुल अफ डाइभर्सिटीले भएको एरिया कन्ट्री हो नि त होइन हाम्रो देश तराई हिमाल पहाड त्यो पनि सर्ट ड्युरेसनमै कुन चाहिँ देशले हेर्न पाउँछ त होइन छैन नि त नेपालमै हो नि त तराईबाट हिँडेर एकै दिनमा हिमाल पुग्न सकिन्छ होइन हिमालबाट ओर्लेर एकै दिनमा तराई पुग्न सक्ने ठाउँ भनेको त नेपालै हो अनि यो तराई मध्य पहाड होइन पहाड र हिमालको ड्युरेसनमा हेर्ने हो भने दे आर सो मेनी डिफ्रेन्ट
भेराइटिज अफ हामीले कल्चर देख्न सक्छौँ होइन हामीले एग्रिकल्चरकै कुरा गर्दा फुडको भेराइटिजहरू पनि त्यसरी नै चाहिँ एक्सपिरियन्स गर्न सक्छौँ अनि डिफ्रेन्ट हामीसँग ट्राइब्सहरू छ होइन जनजातिहरूका कुराहरू जातिका कुराहरू छन् सो मेनी थिङ्स हामीले सानो एरियाभित्र देख्न सक्छौँ भने त्यो क्लाइमेट चेन्जले गर्दाखेरि पनि हामीलाई त्यसरी नै त्यति नै इफेक्ट गरिरहेको छ नि तराईदेखि पहाडसम्म अब हिमालमा हिउँ छैन भनेर चाहिँ होइन हिमालमा हिउँ नहुने बित्तिकै हामीले माथि हिमालमा बस्ने मान्छेलाई मात्र एफेक्ट गर्ने होइन नि त तराईमा पनि एफेक्ट गर्छ नि त त्यो कुराले होइन सो प्रोडक्सनको कुरा गऱ्यो हामी एग्रिकल्चरकै कुरा गरिराख्यो भने पनि माथि प्रोडक्सन लो हुने बित्तिकै तल पनि लो हुन्छ त्यो कुराले पुग्दैन नि त होइन सो त्यो कुरालाई चाहिँ हामीले कसरी मोडिफाई गर्ने त होइन फर्टिलाइजरका कुराहरू कति आउँछन् आजकल त्यो हेर्ने बेलामा होइन त्यो सबै हाम्रो सस्टेनेबल डेभलपमेन्टको सोसल कजमा आउँछ नि त इन्भाइरोमेन्ट र सोसल दुईटा कुरामा लाई म्याच मर्च गर्छ नि त्यो कुराले होइन अनि त्यो कुराहरूलाई हेर्दै गयो सिकाउँदै पनि गयो होइन हामीले ल अब फेरि सम्झिँदै गयो भने त अब देश पनि खाली हुँदैछ माथि जग्गाहरू बाँझो हुँदैछ पहिला मजाले ट्रेकिङ रुट चल्ने ठाउँमा अब मान्छे नै नभएर ट्रेकिङ रुट बन्द भएको अवस्थाहरू छ होइन होटेल लजहरू बन्द हुँदैछन् होइन अब त्यस्तो अवस्थामा फेरि अर्को पोटेन्सियल छ फेरि बढी पनि रहेछ होइन सो दुइटालाई ब्यालेन्सिङ गर्दै लिएर जानुपर्ने कुराहरू छ कतिवटा कुरालाई हेर्दै जाँदाखेरि चाहिँ मेन गर्नुपर्ने भनेको त यही प्र्याक्टिसेसहरू नै हो होइन हामी सस्टेनेबल डेभलपमेन्टका प्र्याक्टिसेसहरूलाई नै लगिसकेपछि चाहिँ अगाडि बढ्छ अनि सस्टेनेबल डेभलपमेन्ट गोल्सको कुरा गर्दाखेरि जो 17 गोल्सहरू छ त्यो 17 गोल्समा एउटा टुरिज्म मात्रै एउटा सेक्टर हो जसले चाहिँ अल 17 गोल्स मिट गर्छ थिङ्क अफ इट होइन टुरिज्मले जिरो पोभर्टीलाई पनि हेल्प गर्छ होइन अनि नो हङ्गर जुन गोल छ त्यो एजुकेसन हेल्थ एन्ड स्यानिटेसन होइन भन्ने कुराहरूदेखि लिएर अनि क्वालिटी एजुकेसन इक्विटी जेन्डर कुरामा होइन अनि क्लाइमेट चेन्जको कुरामा अनि जे डिसेन्ट वर्क होइन डिसेन्ट वर्क लाइफ एन्ड वर्क सब छुन्छ क्या त्यो अल 17 हुन्छ सो त्यसले गर्दाखेरि पनि टुरिज्मलाई मात्र हामीले अलिकति राम्रोसँग गर्न सक्यौँ भने चाहिँ हरेक कुरा सस्टेनेबल गोल्सले चाहिँ त सबैको मान्छेलाई वेलबिङ होस् भन्न खोजेको हो नि त सो इट्स हेल्प के अनि हामीले त्यसले नै गर्दाखेरि पनि यो सस्टेनेबल टुरिज्म प्र्याक्टिसेसहरूलाई चाहिँ जति सक्दो प्रमोट गर्नुपर्छ होइन अनि त्यो सँगसँगै सस्टेनेबल टुरिज्म प्र्याक्टिस गर्ने बित्तिकै अनि त्यसमा रिजेनरेटिभ अहिलेको जुन नयाँहरू हामीले हेर्दैछौँ त्यो कुराहरूको अनि माइन्डफुल टुरिज्मको कुराहरूलाई सबैलाई जोडिँदै आउँछ जस्तो लाग्छ त्यही त आई थिङ्क अब मेरो ब्याकग्राउन्ड टुरिज्म नभएर म धेरै कुराहरू एग्रिकल्चरको पर्सपेक्टिभबाट हेर्न खोज्छु होइन अनि एभ्रिथिङ हेज टु बी होलिस्टिक होइन त्यो एउटा वेब अफ लाइफ जस्तै टुरिज्मले हजुरले भने जस्तै टचेस सो मेनी थिङ्स होइन त्यो सस्टेनेबल गोल्स पनि त त्यो त्यति मात्र नै होइन नि त दायरा होइन धेरै कुरा छ नि त वरिपर अनि म चाहिँ त्यसलाई चाहिँ अब इट्स मोर माइन्डसेट नै सिफ्ट कसरी गरेर हेर्ने न जस्ट त्यो टिक गर्नलाई मात्र भन्दा पनि होलिस्टिकली हाउ डु यु सी हाउ डु यु डिजाइन हाउ डु यु वर्क विथ कम्युनिटी होइन त्यो चाहिँ अघि आकाशले कुरा गरेको जस्तै अघि मैले त्यो कुरा जोड्न बिर्सेँ सो बटम अप एप्रोचको कुरा हामीले गरेका थियौँ नि होइन सो कम्युनिटीमा चाहिँ पहिला के हुन्थ्यो भने डेभलपमेन्टको कुरामा इफ आई एम अ डोनर अर इफ आई एम द गभर्मेन्ट होइन त्यो ठाउँमा गएपछि चाहिँ तिनीहरूलाई यो कुरा चाहिन्छ किन मैले यो कुरा देखिनँ अब हामी त्यो कुरालाई लागू गर्ने भनेर गरिने प्रोग्राम हुन्थ्यो होइन सो त्यो गर्दाखेरि चाहिँ के हुन्थ्यो भने वी नेभर स्पोक अबाउट लाइक इन द बिगिनिङ त्यो कम्युनिटीलाई त्यो कुरा चाहिन्छ कि चाहिँदैन त सो त्यो कुरा आवश्यक हो कि होइन भनेर हामीले कम्युनिटीलाई कहिले पनि सोधखोज गरेनौँ होइन अनि त्यसले गर्दाखेरि के भयो त्यो प्रोग्राम चल्नुन्जेलसम्म त्यो प्रोग्राम चल्यो राम्रो भयो अनि त्यो डोनरले हात निकाल्ने बित्तिकै अथवा गभर्मेन्टले हात निकाल्ने बित्तिकै त्यो प्रोग्राम हरायो सक्यो सिद्धियो थाहै नै भएन होइन त्यस्तो भइरहेको थियो भने अब अहिलेको एप्रोचहरू भनेको के बटम्स अप एप्रोचमा चाहिँ पहिला गयो कम्युनिटीसँग कन्सल्टेसन गर्यो अनि वाट दे निड एक्चुली होइन वाट दे रिक्वायर
उनीहरूको निड के हो त होइन पहिला निडलाई हेर्ने कुरा है नि त अनि त्यो गरिसकेपछि अनि मेरो पनि मैले पनि खोजेको त्यही हो दिनलाई भने मेरो कुरामा म्याच भयो कम्युनिटीको कुरा म्याच भयो भने चाहिँ अनि टप डाउन प्रोसेसबाट गइसकेपछि त त्यो कम्युनिटीले लङ लास्टिङ राख्ने भयो नि त्यो कुरा सस्टेनेबली जाने भयो होइन सो द्याट इज द एप्रोच द्याट निड टु बी अनि अहिले सबैले बिस्तारै गरिरहेको कुरा पनि त्यो हो जस्तो लाग्छ कि अनि कम्युनिटी पनि खुसी हुन्छ त्यसले गर्दाखेरि अनि हाम्रो टुरिज्म सेक्टरमा पनि त्यही हो होइन धेरै कुराहरू चाहिँ कम्युनिटीलाई कति ठाउँमा होमस्टे बनाउने भनेर लागिरहेको छ होइन होमस्टे बनाउनु नराम्रो कुरा होइन तर त्यो होमस्टे साँच्चै उनीहरूलाई आवश्यक हो कि होइन त्यो कति ठाउँमा त हामीले देख्दाखेरि के छ भने यो ठाउँ एकदमै राम्रो छ यहाँ त होमस्टे चलाइदियो भने एकदमै राम्रो भनेर अब होमस्टेको तालिमहरू पनि गएको हुन्छ होइन तर त्यो ठाउँ राम्रो त छ होइन तर त्यो ठाउँमा जानलाई टुरिस्ट जानलाई इन्फ्रास्ट्रक्चर डेभलप हुनु पऱ्यो नि त बाटो राम्रो हुनु पऱ्यो नि त होइन अनि त्यहाँनिर वर्षमा 4-5 जना मात्रै गएर त्यहाँको होमस्टे सफल हुँदैन होइन होइन अनि त्यो हेर्दाखेरि त्यो ठाउँलाई होमस्टे आवश्यक हो कि होइन भन्ने कुरामा चाहिँ क्वेसन मार्क हुन्छ हजुर त्यही त हजुर म अस्ति लाइक हामी पनि एउटा कन्फरेन्समा गएको थियो यही अब अहिले अब यो नयाँ किवर्ड रिजेनरेटिभको कुराहरूमा अनि वी आर अ लट अफ डिफ्रेन्ट एकाडेमियनहरू रिसर्चरहरू प्र्याक्टिसनरहरू आएर वी सेयर आवर स्टोरी अनि त्यसमा चाहिँ एउटा इन्ट्रेस्टिङ मेरो इन्टरेक्सन भएको थियो कि एकजना उहाँ चाहिँ अस्ट्रेलियाको हुनुहुन्थ्यो अनि उहाँ पनि कन्जर्भेसनमै काम गरिरहनु भएको त्यहाँको उमा तर टुरिज्म सेक्टरसँगै अनि मैले त्यो प्रेजेन्टेसनमा चाहिँ हाउ हाम्रो ट्रेडिसनल वे अफ लाइक थिङ्किङ प्र्याक्टिसेसहरूले चाहिँ टुरिज्मलाई अहिले यो पोइन्टमा आएछौँ भन्ने कुराहरू गरेको थियो होइन अनि उहाँको मेन क्वेसन चाहिँ अब तिमीहरू रिजेनरेटिभ भनेर प्रमोट गरिरहेछौ सो त्यो पोइन्टमा पुग्नलाई के चाहिँ रोकिरहेछ त तिमीहरूलाई अब तिमीहरू प्रमोट गरेपछि मान्छेहरू आउँछ मान्छेहरू आएपछि फेरि फोहोर गरिहाल्छ अनि त्यो हाउ इज इट डिफ्रेन्ट देन ट्रेडिसनल टुरिज्म भनेको थियो अनि इट रियली हिट मी क्या त्यो कति बेला चाहिँ वी जस्ट त्यो बिजनेस पर्सपेक्टिभले मात्र सोध्छौँ नि त यो ठाउँमा मान्छे ल्याउनु पऱ्यो बिजनेस गर्नु पऱ्यो अनि हामी कम्युनिटीलाई गरौँला त्यो कुरा हुन्छ तर त्यो कुराहरू चाहिँ तपाईँले भने जस्तै बटम अप्रोच भएर होइन एज एउटा राम्रो टिम एउटा फाउन्डेसन राम्रो हुँदै बिल्डअप भयो भने चाहिँ आई थिङ्क यु क्यान वर्क विथ द्याट च्यालेन्जेस भनेर त्यो कुराहरू चाहिँ म त्यतिखेर चाहिँ हिट भएको थियो जस्ट वान्टेड टु सेयर त्यस्तै गरेर पनि मैले के कुरा सम्झाएको थिएँ सो अघि भने जस्तै त्यो हामीले नेपालमा अघि पनि भने नि त नेपालमा त खासमा टुरिज्मको हेऱ्यो भने बाहिरको सर्टिफिकेसन प्रोसेसहरूको पनि कहिलेकाहीँ कुरा गर्दाखेरि चाहिँ उनीहरूको होमस्टे भनेकै भिल्ला टाइपको हुँदो रहेछ होइन अब हाम्रो होमस्टे भनेको हामीले घरमा आफ्नो जे पाक्छ दाल भात त्यही खानिदिने द्याट इज आवर होमस्टे कन्सेप्ट हो नि त होइन आई मिन द्याट्स व्हाट इट शुड मिन होमस्टे चाहिँ होममा गएर अनि बाहिरको होमस्टे भनेपछि इट सुड बी लाइक भिल्ला देयर इज अ फुल अफ फेसिलिटिज हाम्रो लजेसहरू जस्तो खालको त्यो देखिन्छ होइन सो कहिलेकाहीँ चाहिँ उनीहरूले भनेको सर्टिफिकेसनसँग हामीसँग म्याच गर्दैन सो इफ यु वान्ट टु गिभ अ सर्टिफिकेट गरिरहेको कुरालाई त एप्रिसिएट त गर्नु पऱ्यो नि त इफ एनीबडी इज डुइङ गुड थिङ एप्रिसिएट गर्दाखेरि चाहिँ मलाई चाहिँ नेपालमै हाम्रो नेपाल मिनिस्ट्री टुरिज्म मिनिस्ट्री होस् या टुरिज्म बोर्ड होस् कसले गर्छ होइन सो नेपालले आफ्नै एउटा सर्टिफिकेसन प्रोसेस ल्याउनुपर्छ जस्तो लाग्छ क्या डेफिनेटली हो आई थिङ्क त्यो पनि हाम्रो वान अफ अब अहिले रिसेन्टली प्रकृति पनि अब ट्राभल लाइफ सर्टिफाइड भयो होइन द्याट वाज भेरी रिगरस 1 वर्ष लाएर हामीले होइन अलमोस्ट 143 डिफ्रेन्ट क्राइटेरियाज इन्भाइरोमेन्टको कुरा सोसियलको कुरा कल्चरको कुराहरूलाई पार गरेर गऱ्यौँ अब त्यो गऱ्यौँ अब एक त अब हाम्रो कामलाई एउटा भ्यालिडेसन क्रेडिबिलिटी बढाउनलाई पनि हो तर अहिले यसो हेर्दाखेरि सो त्यो हजुरले भने जस्तै एउटै अप्रोच छ सबै कुरा सो साम्बाला होटेलले पनि त्यही एक्रिडेसन छ हाम्रो पनि त्यही छ तर वाट मेक्स अस डिफ्रेन्ट होइन हामी त यता बसेर डिफ्रेन्ट भ्याल्युजहरूमा काम गरिरहेछौँ होइन अनि इभन त्यस्तो सर्टिफिकेसनले पनि एउटै नजरले हेरेपछि वेयर डु यु फाइन्ड द्याट डिफ्रेन्स होइन अनि हजुरले भने जस्तै बाहिरको फेरि उनीहरूको आफ्नै हुन्छ होमस्टे भने भिला जस्तो हुन्छ यहाँ त्यस्तो नहोला सो आई थिङ्क हजुरले भने जस्तै गभर्मेन्टले पनि यसमा रोल खेल्यो भने द्याट वाज समथिङ वी
रियली वान्टेड टु अल्सो इन्करेज क्या सो हामीले चाहिँ यो सर्टिफिकेसन भएपछि हामी चाहिँ एउटा प्रेस कन्फरेन्स पनि गरेको थियो एनटिभीमा अनि द गोल अफ त्यो प्रेस कन्फरेन्स चाहिँ ल हामी डिफ्रेन्ट प्र्याक्टिसनर एकाडेमियन अब यो गभर्मेन्ट बडी छौँ एउटा कन्सोर्टियम भनौँ होइन अब यो उहाँहरूले गरेको जुन त्यहाँ त्यो क्राइटेरियाहरू त राम्रो छ नि त उहाँहरूले हामीले जुन जजमेन्ट गरे सो त्यो क्राइटेरियाहरू लिएर चाहिँ लेट्स मेक अ नेपाली उसमा होइन अनि विच कुड बी कम्युनिटीलाई एउटा होला होइन होमस्टेलाई एउटा होला त्यो गऱ्यो भने एउटा आफूलाई पनि ल है हामी यसमा चाहिँ छौँ है जसको रेकग्नाइज छौँ है भनेर एउटा प्रोत्साहन हुन्छ सो अनि त्यो एक्ज्याक्टली त्यसमा प्रोत्साहन पनि हुन्छ अनि र मान्छेलाई गर्न पनि हुन्छ कि ल मैले यस्तो प्र्याक्टिसेस गरेर देखेँ भने त मैले त सर्टिफिकेसन पाउने रहेछ नि त त्यो सर्टिफिकेसन लिने बित्तिकै पब्लिकहरूलाई पनि कस्तो हुन्छ भने दे आर डुइङ सम गुड थिङ्स त्यसले गर्दाखेरि त त्यो होटल राम्रो छ त्यो लज राम्रो छ अथवा त्यो होमस्टे राम्रो छ होइन हामी जाँदाखेरि पनि राम्रो आउँछ भन्दाखेरि मान्छेले पैसा तिर्नलाई पनि गाह्रो मान्दैन होइन आजकल धेरैलाई त्यस्तो हुन्छ नि त राम्रो सर्भिस दियोस् न हामी पैसा तिरिहाल्छु नि भन्ने खालको पनि छ नि त होइन सो कतिवटा कुरामा चाहिँ हाम्रोमा अहिले कतिको छ तर पनि कहिलेकाहीँ अनहेल्दी कम्पिटिसन छ नि हाम्रो नेपाली इन्डस्ट्रीभित्र नै होइन एउटाले राम्रो दिइरहेको छ 1000 रुपियाँमा दिइरहेछ भने त्यसले 1000 दिइरहेछ म तँलाई 900मा दिन्छु आइज मेरोमा भनेर तान्ने जुन प्रकृति छ होइन त्यस्तो खालकोलाई चाहिँ डिस्करेज गर्नुपर्छ जस्तो लाग्छ क्या तिमीले 1000 गरिरहेछ भने मैले पनि 1000 गर्ने सर्भिस राम्रो देऊ न तिम्रोमा आए पनि मेरोमा आए पनि बिजनेस त आयो नि त होइन सो त्यसले गर्दा चाहिँ क्वालिटी टुरिज्महरू बढ्दै जान्छ होइन क्वान्टिटी टुरिज्मलाई मात्र फोकस गर्नुभन्दा क्वालिटी टुरिज्मलाई फोकस गर्दाखेरि हाम्रो पनि हाई भ्यालुहरू बढ्दै जान्छ नि त सो अहिले हिजो मात्र हामी आफैले नै कुरा गऱ्यौँ के गऱ्यौँ गेस्टहरूसित बार्गेनिङ गरेर मैले त खानाको पैसा तिर्यो भने त यसले रुम फ्री दिन्छ नि भन्ने कुरा निस्क्यो भने जस्तै होइन सो त्यो भनेको चाहिँ के हो भन्दाखेरि त बाहिरतिर त हाम्रो म्यासेज राम्रो गइरहेको रहेनछ नि त होइन सो जुन पैसा हामीले पाउनु पर्ने थियो जुन त्यो कामको कदर हुनुपर्ने थियो त्यसको त भएन नि त होइन अब यसले नै फ्री रुम फ्री फुड माग्न थाल्यो भने त अनि हामी कसरी बिजनेस गर्ने त कसरी सस्टेन गर्ने त होइन सो त्यसले गर्दाखेरि चाहिँ त्यो क्वालिटी मेन्टेन गर्नको लागि चाहिँ त्यो प्राइस पनि फेयर हुनु पऱ्यो कि होइन प्राइस फेयर भइसकिसकेपछि तिमीले दिने स्टाफको स्यालेरी फेयर हुन्छ स्टाफ सस्टेन गर्छ होइन आफूले दिने सर्भिसहरूको क्वालिटी घट्दैन त्यसले सस्टेन गर्छ त्यो कुराहरूलाई चाहिँ हाम्रो जति पनि टुरिज्म अपरेटर्सहरू हुनुहुन्छ तिनीहरूले ध्यान दिनुपर्छ जस्तो लाग्छ या डेफिनेटली सो आई थिङ्क अब अलिकति अब हामी यता प्रकृति रिजोर्टमा छौँ होइन हजुरलाई आई थिङ्क दिस इज वान अफ यर फर्स्ट केस स्टडीको अकोमोडेसन सो हजुरलाई कस्तो लागिरहेछ यहाँ आजको यता ठाउँ मलाई एकदमै रमाइलो लाग्यो होइन अनि काठमाडौँबाट नजिक होइन खासमा मान्छेहरूलाई धेरै टाइम लाग्दैन यदि आउनु खोज्नुभयो भने 22 किलोमिटर्स मात्रै हो जस्तो लाग्यो होइन हामी अनि त्यहाँ सेभरल अप्सन छ सुन्दरी जलबाट आउँदा पनि भयो साँकुबाट आउँदा पनि भयो भोटेचोरबाट आउँदा पनि भयो होइन अनि यहाँ आइसकेपछि यु फिल लाइक यु आर इन होम एउटा चाहिँ घरमै बसेको जस्तो यहीँ बसेपछि यु क्यान सी द माउन्टेन रेन्ज विदाउट पोल्युसन होइन त्यो काठमाडौँमा हेर्दाखेरि पोल्युसनको लेयरमा हिमाल देखिन्थ्यो भने यहाँ पोल्युसनको लेयरमा हिमाल देखिँदैन होइन मजाको क्लियर देखिन्छ अनि नाइस सराउन्डिङ्स होइन नेचर सराउन्डिङ्स नेसनल पार्कसँगैको होइन अनि दिस पुट मी ब्याक टु दि टाइगर टप्स डेज बिकज म आफै जङ्गलमा बसेर काम गर्दाखेरि धेरै कुराहरू सिमिल्यारिटी छ होइन मैले जसरी गरिरहेको अनि मोस्ट इम्पोर्टेन्टली मलाई एकदमै राम्रो लागेको चाहिँ वाट यु आर डुइङ इन सस्टेनेबल टुरिज्म प्र्याक्टिसेसको कुराहरूमा होइन इन्भाइरोमेन्ट को कुरामा चाहिँ यु आर डुइङ दिस एग्रिकल्चर फार्मिङ इन्डिजिनियस प्लान्ट्सहरूलाई प्रमोट गरिरहेको छ अनि मिक्स क्रपलाई पनि हेरेर होइन सबैलाई गरिरहेको छ त्यो कुरा आफूले मात्र नगरिकन कम्युनिटीलाई पनि सपोर्ट गर्नको लागि कम्युनिटीसँग पनि लिइरहेको कुराहरूले चाहिँ धेरै नै आइ एम भेरी मच इम्प्रेस्ड
Another thing is water, water management, होइन, जुन सेग्रिगेसन गरेर त्यो किचनबाट निस्केको तेलहरूलाई बेग्लै गरेर क्लियर वाटर निकालेको, अनि बाथरुमबाट निस्किने वाटरहरूलाई क्लियर गरेर त्यसैलाई नै इरिगेसनमा चलाइरहेको हुनाले गर्दाखेरि वाटर सेभ गर्ने जुन के भन्छ प्र्याक्टिसेसहरू छ त्यो इज भेरी गुड होइन. अनि लोकल इम्प्लोइमेन्ट होइन, यहाँकै गुरुङ गाउँको मोस्ट अफ देम मैले बुझेको अनुसार अलमोस्ट लाइक 70-80% आर लोकल इम्प्लोइमेन्ट. अनि त्यसले गर्दाखेरि पनि यहीँको लोकलहरूले धेरै सपोर्ट गर्ने चान्सेसहरू हुन्छ नि त. अनि उनीहरूले पनि के देख्छ भने हाम्रोमा कुनै बाहिरबाट आएर लज बनेको छ भने पनि हामीलाई काम दिन्छ भने यो मेरै हो भनेर ओनरसिप डेभलप हुन्छ होइन. एन्ड द्याट ओनरसिप इज इम्पोर्टेन्ट, किनभने लङ लास्टिङसम्म जान्छ त्यसले गर्दाखेरि होइन. अनि कल्चरलाई मेन्टेन गर्नको लागि यहाँकै ढुङ्गा माटोको घरहरू बनेको छ होइन. अनि जुन उत्तिसको काठबाट बनेको कटेजहरूको कुराहरू छ होइन, विच इज लोकल रिसोर्सहरूलाई नै युटिलाइज गरेर जति पनि कामहरू भइरहेको छ. त्यसले गर्दाखेरि के देखाउँछ, हामी बाहिरको प्रडक्टहरूसँग डिपेन्ड हुनु पर्दैन, वी आर एनफ भन्ने कुरा चाहिँ देखिन्छ. अनि दिस इज वाट आई हेभ सिन इन प्रकृति रिसोर्ट एन्ड आइ एम लभिङ इट. Okay, I'm glad you're doing it. I think मेरो लागि पनि it's been a very inspirational हो पनि होइन. अब धेरै यो सस्टेनेबिलिटी कुरा हुन्छ, रिजनेबल कुरा हुन्छ होइन. अनि म चाहिँ आएर यहाँ प्र्याक्टिसै गरेर आएको. अनि त्यो त बिजनेस एज अ प्रफिट भन्दा नि म चाहिँ मोर बिजनेस एज अ पर्पसको रूपमा पनि हेर्छु. अनि एज अ मेरो तर्फबाट चाहिँ के कन्ट्रिब्युट गर्न सक्छु होइन. आई थिङ्क देयर इज अलवेज रुम टु डु बेटर होइन, कसरी राम्रो गर्ने. अनि आई थिङ्क त्यो जर्नीमा पनि छौँ. अनि अब यो अलिकति एकाडेमिक पार्टहरूलाई पनि हामी जोड्न खोजिरहेछौँ होइन. त्यो हजुरले भने जस्तै प्र्याक्टिस गर्दै गर्दै एकाडेमिक पनि नल्याइकन चाहिँ हुँदैन. अदरवाइज यु जस्ट मिसइन्फर्मेसनमा यु जस्ट होइन सबै जान्छ. एकादशको कथा भन्छ. हजुर हजुर हजुर. एकादशमा फलाना चिज थियो अरे अनि फलाना भयो अरे भनेर भने जस्तो हुन्छ होइन. अनि मैले अघि पनि भने जस्तो नेपालमा डकुमेन्टेसनको कमी देखिन्छ, अथवा गरेकै डकुमेन्टेसन छ भने पनि सबैलाई पब्लिकली एभाइलेबल छैन. जसले गर्दाखेरि चाहिँ हामीलाई हाम्रै कथा पनि बाहिरको मुखबाट सुन्नुपर्ने छ होइन. मलाई चाहिँ हामीले अहिले जति पनि एकाडेमिक फिल्डमा लागिरहनु भएको, रिसर्च गरिरहनु भएकोले चाहिँ त्यो कुरा चाहिँ राम्रोसँग पब्लिकेसन गरेर होइन सबैले पढ्ने खालको वातावरण भयो भने चाहिँ वी नो फ्रम आवर साइड अल्सो होइन. अनि हाम्रै कथा पनि, अनि नेपालमा चाहिँ पहिला यस्तो थियो अरे, उसले आएर रिसर्च गरे अरे, अनि उसले चाहिँ अनि बाहिरको मान्छेले हामीलाई इम्प्लिमेन्ट गराइदिएको जस्तो देखिन्छ नि कतिवटा कुरा. अनि त्यस्तो नहोस् भन्ने जस्तो लाग्छ कि त्यसले गर्दा पनि यो एकाडेमिक र हाम्रो प्र्याक्टिस दुइटा सँगसँगै गयो भने डकुमेन्टेसन पनि बन्दै जान्छ. ए हो नि, हामीले गरेको हो नि, हाम्रो पुर्खाले गरेको हो नि भन्ने कुराको चाहिँ एउटा राम्रो रेकर्ड बस्छ. त्यही आई थिङ्क अब त्यही छ हाम्रो प्रोसेस र त्यही छ जर्नी. अनि थ्याङ्क यू सो मच फर यर टाइम होइन. होपफुली वी क्यान कोलाबोरेट मोर इन द फ्युचर होइन. अनि ब्रिङ मोर अमेजिङ प्रोजेक्ट्स विच आर भेरी अगेन बटम अप अप्रोच. अनि यो टुरिज्म इन्डस्ट्रीलाई चाहिँ हाम्रो लोकल लेन्सबाट चाहिँ कसरी देखाउने वर्ल्डलाई, आई थिङ्क द्याट सुड बी द वे जस्तो लाग्छ. अनि थ्याङ्क यू सो मच. Thank you, Abbas. Thanks so much for having me here. Thank you.